दर्शकबिन नमस्कार। आज हामी टटका बहसमा उपस्थित भएका छौं नेकपा एमालेका केन्द्रीय सदस्य एवं धनुषा जिल्ला इन्चार्ज रामचन्द्र मण्डलजीको साथमा। आज हामी प्रदेश 2 को राजनीतिक अवस्था र समसामयिक राजनीतिको विषयमा चर्चा परिचर्चा गर्नेछौं। सर्वप्रथम हजुरहरूलाई जानकारी गरौं, प्रदेश 2 सरकारलाई विपक्षी बनाई उच्च अदालतमा रिट दायर भएको छ र त्यसको सुनवाई यही असार 16 गतेको लागि छलफलको लागि प्रदेश सरकारलाई अदालतले बोलाएको पनि छ। यसै विषयमा हामी एमालेका बौद्धिक नेताको रूपमा चिर परिचित हुनुभएका उहाँसँग यसै विषयको सेरोफेरोमा बसेर कुराकानी गर्नेछौँ। त्यसभन्दा पहिला उहाँलाई स्वागत गरौँ। धन्यवाद, नमस्कार। के छ त अहिले यो प्रदेश 2 को अवस्था तपाईले पनि देखिरहनु भएको छ। ठ्याक्कै यो कुरा भन्नु छ कि अदालतमा जुन रिट दायर भएको छ उच्च अदालतमा, यो चाहिँ ठिक हो कि बेठिक हो? अब हेर्नुस्, अदालतमा उच्च अदालतमा रिट जुन दर्ता भएको छ त्यो स्वाभाविक मलाई लाग्छ, स्वाभाविक पनि हो र चाहिँ तपाईको पोलिटिकल समस्याहरू क्रिएट भएपछि, राजनीतिक अराजकताहरू कायम भएपछि त्यसलाई कसरी समाधान गर्ने हैन, त्यसलाई चाहिँ तपाईको ट्र्याकमा फेरि कसरी ल्याउने, संविधान त त्यसलाई कसरी व्यवस्थापन गर्ने, त्यतातिर चाहिँ तपाईको केन्द्रित भएको देखिन्छ। त्यसकारण चाहिँ तपाईको यो रिट चाहिँ राम्रो छ भन्ने मलाई लाग्छ र भोलिका दिनमा एउटा चाहिँ मार्ग प्रशस्त गर्ने टाइपको म देख्छु। त्यसले प्रदेश 2 सरकार अराजकतातर्फ उन्मुख भएको छ। अब हेर्नुस्, मुख्य रूपमा प्रदेश नम्बर 2 चाहिँ तपाईको संविधान त व्यवस्था के छ कि हामी चाहिँ तपाईको संवैधानिक रूपमा प्रस्तावनामै बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक र विविधतायुक्त चाहिँ नेपाली समाज छ, त्यसलाई हामीले एक्सेप्ट गरेका छौँ। त्यसपछाडि चाहिँ तपाईको समानुपातिक समावेशी सिद्धान्तलाई हैन हामीले एक्सेप्ट गरेका छौँ, स्वीकार गरेका छौँ। समानुपातिक समावेशी सहभागितालाई हामीले चाहिँ तपाईको एक्सेप्ट गरेपछि त्यो अनुसारको व्यवहार कसले गरिदिन्छ? जो लिडर छ, जसले अगुवाई गर्ने काम गर्छ, जसले चाहिँ नेपाललाई, प्रदेशलाई चाहिँ हाँक्ने काम गर्छ, त्यसले चाहिँ तपाईको अगुवाई गरिदिनु पर्ने काम हो क्या। तर यहाँनिर समस्या के भयो, जस्तै अब चाहिँ तपाईको मन्त्रीमण्डल गठन गरियो। अब मन्त्रीमण्डल गठन गरेपछि त्यसमा त चाहिँ तपाईको सबैको सहभागिता, यहाँनिर चाहिँ तपाईको हामी समानताको कुरो गर्छौँ, बहुलवादका कुरा गर्छौँ। बहुलवादलाई पनि चाहिँ संविधान त व्यवस्था गरेको छ। त बहुलवादलाई एक्सेप्ट गर्ने, बहुजातीय, बहुसांस्कृतिक, बहुधार्मिक चाहिँ विविधतालाई पनि एक्सेप्ट गर्ने, समानतालाई पनि एक्सेप्ट गर्ने हैन, यी सम्पूर्ण कुरोहरूलाई एक्सेप्ट गरेपछि त अनि त्यसलाई चाहिँ म्यानेज गर्ने काम त सरकारको हो नि। अनि त्यो म्यानेज गर्ने काम चाहिँ सरकारको नभएपछि तब रिट पढ्नु, दुनियादारी हुनु, सामाजिक अराजकता कायम हुनु, त्यसपछाडि चाहिँ तपाईको अविश्वास, लिडरसिपमाथिको अविश्वास पैदा हुनु हैन, अन्यायमा परेको अनुभूति गर्नु, यो चाहिँ तपाईको कदापि पनि। तपाईको विचारमा हजुर प्रदेश 2 सरकारले के गर्नु पर्थ्यो? यो मन्त्रीमण्डल गठनकै सवालमा पनि प्रदेश सरकारले समावेशी हिसाबले त्यसलाई व्यवस्थापन गर्नु पर्थ्यो। समावेशी गरेको छैन लाग्दैन तपाईलाई? दलीय सरकार बनाएको छ, पहिला एउटै दलको थियो, अहिले दलीय सरकार बनायो। दलीय सरकार, सुन्नुस्, समाजमा चाहिँ तपाईको दलको पनि प्रतिनिधित्व छ, तर दलको प्रतिनिधित्व भए पनि त्यसमा चाहिँ तपाईको हाम्रो बहुलवादी जुन समाज छ, त्यो बहुलवादी समाजमा त्यसमा चाहिँ तपाईको दलित छ, महिला छ, अन्य जनजाति छ, उत्पीडित समुदायहरू छन्, त्यसपछाडि चाहिँ तपाईको अन्य यो क्षेत्रमा चाहिँ तपाईको पहाडी छ हैन, खस छ, जनजाति छ, यी सबैलाई कसरी व्यवस्थापन गर्ने? त्यो व्यवस्थापन गर्नुपर्ने काम कसको? हैन, सरकारले गर्ने कि त्यो दलको? हैन, दल नेतृत्वले गर्छ। मुख्य त के छ नि, दललाई चाहिँ रिप्रेजेन्ट गरिदिने हो मुख्य रूपमा। ल ठिकै छ, तपाईहरुको यसरी हाम्रो चाहिँ सरकारको योजना छ, अब यसरी चाहिँ हामीले फुलफिल गर्यौं, यसमा महिलाको संख्या भएन, बरु चाहिँ मन्त्री तपाईहरु बनाउनुहोस्, तर महिला मन्त्री नै दिनुहोस्। या त चाहिँ तपाईको दलितको हाम्रो संख्या पुगेन,
दलित चाहिँ दिनुहोस् हैन, या त चाहिँ तपाईँको हाम्रै सरकार छ, अरू सरकारले मानौ कि अरू दलले चाहिँ दिएन भने त जसले लिड गर्छ त्यसले आफ्नो स्ट्रक्चरमा त बनाउनु पर्यो नि। आफ्नै स्ट्रक्चर छ उसको, स्ट्रक्चर भनेको प्रदेश सरकारले नै बनाउनु पर्ने हो। प्रदेश सरकारले बनाए, त्यो देखियो, त्यसैले त्यो रिट पर्नु स्वाभाविक हो। रिट पर्नु, किनकि त्यहाँनिर चाहिँ संवैधानिक जुन व्यवस्था छ र त्यो संवैधानिक व्यवस्था मिच्ने काम हुने बित्तिकै कुनै न कुनै यहाँनिरका वकिलहरू चाहिँ तपाईँको कानुन व्यवसायीहरू छन्, टोटली चाहिँ तपाईँको अब आफ्नै व्यक्तिगत निजी काममा चाहिँ व्यस्त भएको हामी अनुभूति गर्छौँ। अहिलेसम्म प्रदेशमा भएका गतिविधिहरूलाई कम्तीमा चाहिँ तपाईँको अब वकिल राजकुमार महाशेरजीले जुन दिनुभएको छ त्यो उहाँ धन्यवादको पात्र हो कि सुरुवात गर्नुभयो। काठमाडौँमा हेर्नुभयो भने सर्वोच्च अदालतमा एउटा चाहिँ तपाईँको वकिलहरूले कानुन व्यवसायी भएको नाताले कहाँनिर चाहिँ लेप्सेज गर्दैछ, सरकारले कहाँ कहाँ त्रुटि गर्दैछन्, त्यो त्रुटिलाई कसरी करेक्सन गर्ने, त्यसले चाहिँ तपाईँको संविधान त त्यसले चाहिँ तपाईँको व्यवस्थापन गरेको छैन भने त्यसले काउन्टर दिने। यहाँनिर चाहिँ तपाईँको प्रदेशमा चाहिँ तपाईँको काउन्टर एट्याक चाहिँ तपाईँको फर्स्ट पटक भएको हो र यो काउन्टर एट्याक यो फर्स्ट पटक भएको कारणले सुरुमा त सबैलाई के लागेको थियो, होइन प्रदेश सरकार छ यसलाई चाहिँ बुस्टअप गर्नुपर्छ, यसलाई चाहिँ तपाईँको अलि तागत दिनुपर्छ भन्ने नै थियो। तर पछाडि गल्ती गर्दै गएपछि अहिले चाहिँ तपाईँको जुन भएको छ त्यो एकदमै चाहिँ तपाईँको मेरो बुझाइमा एकदमै राम्रो भएको छ। अर्को कुरो मानौ कि यहाँनिर संहिता किन आएको हो? एकात्मक शासन प्रणालीलाई हामीले अन्त गरेर संघात्मक शासन प्रणाली एडप्ट गर्यो। त संघात्मक शासन प्रणाली चाहिँ तपाईँको एडप्ट गर्ने बित्तिकै संहिताको के मर्म छ? यानी विभिन्न जाति, विभिन्न क्षेत्र, विभिन्न चाहिँ तपाईँको लैङ्गिक असमानताहरू छन्, होइन, सामाजिक अन्यायमा परेका समुदायहरू छन्, ती समुदायहरूलाई समेटेर एउटा चाहिँ तपाईँको समतामूलक चाहिँ सरकार निर्माण गर्ने, चाहे समतामूलक चाहिँ तपाईँको सिद्धान्तलाई एक्सेप्ट गरेर व्यवहारमा उतार्ने काम गर्ने हो क्या त्यो संहिता भनेको। त्यसकारण त्यो चाहिँ तपाईँको हामीले यसमा देखेनौँ। मुख्यमन्त्रीलाई पनि विपक्षी बनाइएको छ रिटमा। हजुर, मन्त्री परिषदको कार्यालय पनि छ, प्रदेश प्रमुख पनि छ। प्रदेश प्रमुखले शपथ ग्रहण गराउनु भयो नि त नवनियुक्त मन्त्रीहरूलाई, होइन? त्यतिखेर उहाँले भन्नु पर्थेन कि प्रदेश प्रमुख भनेको आलङ्कारिक पद हो। अब मन्त्री परिषदले निर्णय गरेको विषयवस्तुहरूले थोरै चाहिँ तपाईँको अपोज गर्ने मात्र काम हो, है, सुधार गरेर ल्याउनुहोस् भन्ने काम मात्र हो क्या। उहाँले चाहिँ तपाईँको त्यो पनि भन्नुभयो, उहाँहरूले भन्नुभयो, होइन यो प्रदेश प्रमुखले भन्नुभएको छ। प्रदेश प्रमुखको त मिडियामै आयो नि त, प्रदेश प्रमुख पछि भन्नुभयो नि त, पछि त एक्सपोज भयो क्या। तर सुरुमा चाहिँ तपाईँको यसरी समावेशी भएन, समानुपातिक प्रतिनिधित्व भएन, यसमा चाहिँ तपाईँको संविधानको मर्मलाई चाहिँ व्यवस्था गरिएको छ, त्यो संविधानको मर्मलाई चाहिँ एक्सेप्ट गर्ने गरी, यानी उस संविधानको जुन अपेक्षा छ, आशय छ, त्यो आशयलाई चाहिँ तपाईँको यसमा सम्बोधन भएन। त्यसकारण यसरी गर्नुहोस्, तर पनि मुख्यमन्त्रीले मान्नु भएन। नमानेपछि के गर्ने हो? त्यहाँनिर त उहाँको चाहिँ अलङ्कारिक पद भएको कारणले उहाँले शपथ ग्रहण गराउनु भयो, तर मुख्य रूपमा चाहिँ तपाईँको कसले क्रिएट गर्ने हो क्या? मुख्य रूपमा सरकार अझै पनि त त्यहाँ मन्त्रीहरू विस्तार गर्न बाँकी छ भन्ने कुरा छ, होइन? त्यतिखेर पढ्न सक्ने कुरो भयो क्या। तर अहिले फर्स्ट भन्छ नि, फर्स्ट इम्प्रेसन इज द लास्ट भन्छ, होइन? पहिलो इम्प्रेसनमै चाहिँ तपाईँको पहिलो गाँसमै झिङ्गा परेपछि मान्छे अगाडि खान्छ र खाँदैन नि, त्यतिकै जाँदैन। त्यसकारण यो पहिलो चाहिँ तपाईँको एटेम्प्टमै गडबडी भएपछि भोलिका अपेक्षाहरू चाहिँ तपाईँको ब्लकेज हुने भयो क्या। त्यसबाट मान्छेले चाहिँ लिडर भनेको के हो? लिडर इज अ डिलर इन होप भन्छ क्या। अनि आशाको चाहिँ डिलर हो, खुद्रा होइन, थोक हो। अनि थोक भएपछि त्यसले चाहिँ तपाईँको त्यो लिडरले चाहिँ त्यो कुरो एक्सेप्ट गर्नुपर्छ कि पर्दैन? त्यो भिजनलाई चाहिँ तपाईँको भिजनरी हुनुपर्छ कि पर्दैन? त्यसकारण यसमा चाहिँ हामीले के देख्यौँ? एक त चाहिँ प्रदेश सरकारको मुख्यमन्त्री चाहिँ हत्ती हुनुहुन्छ। हेर्नुहोस्, बोल्नुहुन्छ तर व्यवहारमा उहाँको कुनै कुरो लागू हुँदैन। हामीले अनुभूति, मैले पनि अब प्रदेश सभामा चाहिँ तपाईँको करिब 3.5 वर्ष बसेँ त्यहाँनिर। यानी बोल्नुहुन्छ,
अब हुन त लोकतन्त्रमा बोल्ने छुट दिएको हुन्छ, त्यसलाई लागू गर्ने चाहिँ तपाईँको मुख्यमन्त्रीले बोलेको कुराहरू लागू गर्नुहुन्न हैन, बोल्ने कुरो गर्नुहुन्छ उहाँ, तर लोकतन्त्र भनेको यानी स्वतन्त्रता हो कि वाक स्वतन्त्रता भन्छ हैन, वाक स्वतन्त्रता हो, तर चाहिँ त्यो वाक स्वतन्त्रतालाई चाहिँ लागू गर्ने नैतिक मात्र मोरल जुन छ नि, मोरल एक्सेप्टेन्स जुन छन् त्यो चाहिँ तपाईँको सरकारको कन्डक्टर जुन छ, सरकारको सञ्चालकले मोरल भेल्युजका साथ, मोरल मूल्य यानी नैतिक मूल्य मान्यताका आधारमा चाहिँ लागू गर्ने काम हो, त्यो कम्पलसरी छैन। त्यसकारण यसमा के देखियो नि, त्यो चाहिँ तपाईँको प्रदेश के अरे सरकारका प्रमुखले यो चाहिँ तपाईँको इम्प्लिमेन्ट गर्ने बेलामा त्यो झल्किने गरी क्या, लिडर भनेको के हो, लिडर भनेको चाहिँ तपाईँको के भन्छ, ट्रान्सलेट भिजन इन्टु रियालिटी भन्छ क्या। अनि भिजनलाई चाहिँ हाम्रो जुन दृष्टि छ त्यसलाई रियालिटीमा बदल्ने हो, बुझ्नु भएन, रियालिटीमा बदल्ने हो। त यहाँनिर हामी के देख्छौँ कि यानी भिजन त छ, उहाँको दृष्टिकोण त छ, तर चाहिँ तपाईँको त्यसलाई चाहिँ के गर्ने काम गर्यो, रियालिटीमा बदल्न सक्नु भएन क्या, वास्तविकतामा चाहिँ तपाईँको प्रदर्शन गर्न सक्नु भएन, त्यसलाई रिफ्लेक्ट हुने गरी हामीलाई रियलाइज गराउन सक्नु भएन। जसको उहाँले के गर्नु पर्थ्यो, अदालतमा रिट नपर्नको लागि प्रदेश सरकारले के कस्ता गतिविधि गरेको भए पर्ने थिएन? प्रदेश सरकारले मानौ कि उहाँले चाहिँ रिट अहिले दिनुभएको छ, उहाँको रिटको मुख्य के हो भाव, मैले त अब रिट पढेको त छुइनँ, तर मुख्य भाव हामी के देख्छौँ कि यो समाज चाहिँ बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक र विविधतायुक्त समाज हो। यसमा चाहिँ समानुपातिक समावेशी सिद्धान्तलाई चाहिँ तपाईँको प्रस्तावनामै एक्सेप्ट गरेको छ, अनि अर्को चाहिँ संविधानले बहुलवादलाई एक्सेप्ट गरेको छ, समानतालाई चाहिँ तपाईँको स्वीकार गरेको छ। यी विषयवस्तुहरूलाई स्वीकार गरेको छ, यो विषयवस्तुलाई व्यवस्थापन गर्ने काम, इम्प्लिमेन्ट गर्ने काम संविधान त के हो, संविधान भनेको म्यानेजमेन्ट हो। त्यो संविधान किन मान्छेलाई चाहिन्छ, किन देशलाई चाहिन्छ, संविधान भनेको म्यानेजमेन्ट हो, व्यवस्थापन हो। अनि त्यो व्यवस्थापनको चाहिँ यसरी रेखा कोरिसके पछाडि पनि त्यो व्यवस्थापनलाई भत्काउने काम गरेपछि त कसले भत्काउने काम गर्यो, प्रदेश सरकारले भत्काउने काम गर्यो। अहिले रिट कसले दिएको छ, त्यो चाहिँ भत्केकोलाई चाहिँ तपाईँको फेरि रिपेयरिङ गर्नको लागि चाहिँ तपाईँको वकिलहरूले चाहिँ कानुन व्यवसायीहरूले रिट दिएको छ। हामी चाहिँ तपाईँको अहिले 5 वर्षको लागि त आम जनता त वाच हो नि त, वाचर हो क्या, ऊ त हेर्ने मात्र हो। भोलिका दिनमा चाहिँ कसले कति काम गर्यो, कसले कति काम गरेन, को चाहिँ अब के गर्यो, 5 वर्ष पछाडि चाहिँ हामीले लेखाजोखा गर्ने हो क्या। तर अहिले चाहिँ हामी के देख्छौँ, यो चाहिँ तपाईँको रियलिटीलाई चाहिँ तपाईँको जसरी ट्रान्सफर गर्नु पर्थ्यो त्यो चाहिँ यहाँनिर भएको हामीले अनुभूति गरेका छैनौँ। त्यसो प्रदेश सरकारसँग भिजन छैन हैन, प्रदेश सरकारसँग भिजन छँदै छैन भन्ने होइन क्या, तर चाहिँ तपाईँको भिजनरी भनेको दूरदृष्टि हेर्नुहोस्। लिडर भनेको के हुन्छ नि, लिडर भनेको हेर्नुहोस् इक्जाम्पलरी लाइफ हुन्छ। नेताको जीवन अरूले चाहिँ तपाईँको इमिटेट गर्छ, किनकि चेतनाको हिसाबले नेता चाहिँ आम जनताभन्दा चेतना स्तर उसको उन्नत हुन्छ, अनि चाहिँ तलका मान्छेले इमिटेट गर्छ, नकल गर्छ क्या। त्यसकारण नेतालाई के भन्छ कि इक्जाम्पलरी बन्ने कोसिस गर्नुहोस्, यानी उदाहरणीय बन्ने कोसिस गर्नुहोस्, ताकि अरूले त्यसलाई चाहिँ इमिटेट गर्ने काम गरून्, उसको चाहिँ आदर्श बन्ने काम होस्। तर यहाँनिर चाहिँ तपाईँको के भयो, यानी बालहट गरे जस्तै हैन, मलाई चाहिँ लाग्यो संविधान विपरीत पनि लाग्यो। संविधान विपरीत भएपछि पनि अब हेर्नु भएन, अब एउटाले चाहिँ तपाईँको अब उपेन्द्र यादव चाहिँ सरकारमा जाँदाखेरि चाहिँ तपाईँको सरकार चाहिँ एकदमै निर्मल भएको, गङ्गाजलले चाहिँ धोएको जस्तो, अनि चाहिँ तपाईँको त्यस उहाँहरूकै अर्को टिम गएपछि चाहिँ तपाईँको एकदमै दूषित भएको के छ। नेपालमा कस्तो देखिन्छ नि, आफ्नो उल्लु आफ्नो अनुसारको जुन व्याख्या गर्ने जुन चलन भयो नि, त्यो चाहिँ एकदमै गलत हो क्या। त्यो कुरालाई त तपाईको सर्वोच्च अदालतले पनि त प्रस्ताइदिएको छ नि त, हैन? के प्रस्ताइदिएको छ? जुन असंवैधानिक भनेर त भनिसकेको छ नि। त्यो त असंवैधानिक। सुन्नुहोस्, हामी यहाँ प्रदेश सरकारसँग जोड्दैछौँ, यो जुन प्रदेश सरकारमा जुन मन्त्रीहरू, नवनियुक्त मन्त्रीहरू चाहिँ चयन भयो, नियुक्त पनि भयो,
कार्यभार पनि सम्हालिसक्नु भएको छ र उच्च अदालतमा रिट पर्यो। अनि त्यो त भइगयो क्या, त्यसको त चाहिँ अलरेडी असंवैधानिक मन्त्रीहरूलाई फेरि हटाउन सक्छ हैन। भन्न खोजेको मन्त्री सुन्नुहोस्, मन्त्री परिषदको त्यो मन्त्री परिषदको लिडर भनेको मुख्य नेतृत्व भनेको मुख्यमन्त्री हो र मुख्यमन्त्रीले आफ्नो कार्यभार डिस्ट्रिब्युट गर्ने काम गर्नुहुन्छ। उहाँले डिस्ट्रिब्युट गर्ने हो कि आफ्नो कार्यभारलाई, अनि अमुक 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 अमुकमा चाहिँ तपाईँको डिस्ट्रिब्युट गर्ने हो परिचालन गर्नको लागि, त्यसलाई चाहिँ तपाईँको इम्प्लिमेन्ट गर्नको लागि। त्यसकारण त्यसमा चाहिँ तपाईँको मुख्यमन्त्रीले अब अदालतको आदेश आउने बित्तिकै अब हाम्रो चलन के छ, अदालतको आदेश आएपछि मान्ने चलन छ, हामी त मान्छौँ नि। अदालतले निर्णय गरिसके पछाडि त्यो सर्वोपरि निर्णय हुन्छ, त्यसलाई हामीले मान्छौँ। मान्ने अब उहाँको पनि दायित्व हो, फेरि अदालतलाई हामीले मानिसके पछाडि उहाँको पनि दायित्व हो। त भोलिका दिनमा चाहिँ अदालतले के निर्णय गर्छ, त्यो अदालतले जे निर्णय गर्छ त्यो अदालतको निर्णय चाहिँ सर्वोपरि हुन्छ र सबैले मान्नुपर्ने स्थिति हुन्छ। मुख्यमन्त्रीको लागि पनि त्यो बाध्यकारी व्यवस्था हुन्छ र हाम्रो लागि पनि बाध्यकारी व्यवस्था हुन्छ। त्यसकारण त्यसमा मेरो चाहिँ तपाईँको स्पष्ट बुझाइ के छ कि अदालतले गरिसकेको निर्णय चाहिँ मुख्यमन्त्रीले मान्नुहुन्छ भन्ने मेरो बुझाइ हो। अनि यसमा यो दोष भनेको प्रदेश सरकारलाई वा प्रदेश प्रमुख, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय र मुख्यमन्त्रीलाई लाग्नुभन्दा र काङ्ग्रेस निकट जुन मन्त्रीहरू नियुक्त भए उहाँहरूलाई विपक्षी बनाई रिट हाल्नुभन्दा काङ्ग्रेसलाई रिट हाल्न मिल्थ्यो कि मिल्थेन? अनि काङ्ग्रेस त होइन, काङ्ग्रेस त प्रतिनिधि पात्र हो क्या। दलको चाहिँ सहभागिता त्यहाँ भयो, तर दलको सहभागिता भयो त्यहाँनिर, तर सरकार कसले लिड गर्ने हो? मुख्यमन्त्रीले गर्ने हो। त मुख्यमन्त्रीलाई चाहिँ तपाईँको त्यसमा हेक्का हुनु पर्थ्यो कि मुख्यमन्त्रीलाई कि वास्तव कुरालाई ब्यालेन्स गर्ने मुख्यमन्त्रीलाई हेक्का के हुनु पर्थ्यो? यो संविधानले के व्यवस्था गरेको छ, हामीले गर्ने गतिविधिहरू संवैधानिक छ कि छैन, हैन वैधानिक छ कि छैन, संविधानको मर्म र आशय अनुसार हामीले गर्ने गतिविधि छ कि छैन। त हामीले के देख्यौँ? काङ्ग्रेसको त्यसमा सहभागिता भयो, माओवादी केन्द्रको त्यसमा सहभागिता हुन्छ, हैन? त्यो मुख्य कुरो भएन क्या। उसले चाहिँ तपाईँको ल काङ्ग्रेसमा चाहिँ दलित छैन र, काङ्ग्रेसमा चाहिँ तपाईँको जनजाति छैन र, काङ्ग्रेसमा चाहिँ तपाईँको अब भनौँ नि चाहिँ खस र पहाडिया छैन र, त्यहाँ छ नि त, त्यहाँ पनि छ नि। एउटा रोचक विषय के हो भने प्रदेश सरकार जुन गठन भयो पछि त्यसमा महिला बाल विकास मन्त्री पनि पुरुषलाई बनाइएको भनेर चर्को आलोचना पनि भयो। त्यस विषयमा तपाईँको के छ? हैन, यानी मन्त्री चाहिँ तपाईँको महिला बाल बालिका मन्त्री पुरुष पनि बन्न सक्ने भयो, किनकि हामी के देख्छौँ नि, हेर्नुहोस् त्यो बन्न पाउँछ। सुन्नुहोस्, अहिले चाहिँ तपाईँको महिला आन्दोलनहरू, महिला जुन आन्दोलन भयो नि, महिला सशक्तिकरणका आन्दोलन, महिला चाहिँ हक अधिकारका आन्दोलन, त्यसमा महिलाहरू पनि सहभागी भए र साथसाथै महिलाहरूको सहभागिता सँगसँगै पुरुषहरू पनि त्यसका चाहिँ सारथी बन्ने काम गरे, जसको कारणले महिलाहरू अधिकार प्राप्त गर्न सक्यो, हैन? त्यसकारण त्यो विषयवस्तु चाहिँ एउटा हो कि महिला बालबालिका चाहिँ प्राय हाम्रो नम्सको आधारमा चाहिँ महिलालाई दिनुपर्छ, तर चाहिँ तपाईँको महिला पुरुष चुनिए पनि फरक परेन। पुरुष भए पनि महिला हक अधिकारको बारेमा सचेत भएको र महिला हक अधिकार सशक्तिकरणको क्षेत्रमा काम गरेका या त चाहिँ त्यसको बारेमा विज्ञ भएको, हैन? हामी पनि महिलाको बारेमा त विज्ञता हासिल गर्न सक्छौँ नि। महिलाकै चाहिँ तपाईँको सशक्तिकरणका बारेमा, अधिकार क्षेत्रका बारेमा, उसको चाहिँ हिजोका हिस्ट्रीदेखि लिएर अहिलेसम्मको चाहिँ असमानताका विषयवस्तुहरूको बारेमा, हैन, उसको समावेशिताको विषयवस्तुहरूको बारेमा हामी चाहिँ तपाईँको यसको बारेमा अध्ययन भएपछि त पुगेको नि। अध्ययन भएपछि त मैले चाहिन्छ भन्ने होइन क्या। हामी कुरा गर्दैथ्यौँ प्रदेश सरकारको। प्रदेश सरकार मन्त्रीमण्डल विस्तारमा चुकेकै हो, जसकारण उच्च अदालतमा रिट पर्यो, होइन त? त्यो क्लियर छ, क्लियर छ, क्लियर। यसमा अब हामीले यो त्यसमा चाहिँ तपाईँको अझै प्रस्तावना पर्ने केही पनि कुरा छैन, जरुरी छैन। अब हामी अर्को प्रसङ्ग जोड्छौँ, जुन सङ्घ सरकारको कुरा जोड्छौँ हामी। जुन जनता समाजवादी पार्टी निकटका केही सांसदहरू मन्त्री भए, उहाँहरूलाई थाहा थियो कि थिएन यो असंवैधानिक हो? तपाईँले योभन्दा अघि नै यो प्रश्न जोडेको हुनाले म त्यो हल्का
यो मन्त्री सुन्नुहोस्, यो के छ नि, अहिले चाहिँ तपाईँको राजनीतिक अराजकता छ र सन्तुलन बिग्रेको छ। पोलिटिकल जुन सन्तुलन छ नि त्यो बिग्रेको छ, कमान्ड विहीन भएको छ, जसकारण चाहिँ कतै न कतै चाहिँ तपाईँको कहीँबाट गाइडेड भएको हामीले फिलिङ गर्छौँ क्या होइन। नत्र चाहिँ तपाईँको विषयवस्तु एउटा हुन्छ, अदालतलाई माने पनि अदालतले अर्कै निर्णय गरिदिएको हुन्छ होइन। अब जस्तै मन्त्री परिषदको, अब मन्त्री परिषदको मुख्य भनौँ नि कार्यकारी अधिकार भएको त प्रधानमन्त्रीमा हो नि। आफ्नो कार्य अधिकारलाई, आफ्नो क्षेत्राधिकारलाई, आफ्नो चाहिँ तपाईँको कार्यभारलाई डिस्ट्रिब्युट गर्न त उसको राइट हो नि, उसको निजी राइट हो क्या, उसको निजी राइट हो। त्यसमा पनि सिस्टम के छ, पार्लियामेन्ट्री सिस्टममा चाहिँ सिङ्गल प्राइम मिनिस्टर चाहिँ तपाईँको अथराइज हुन्छ, एउटै व्यक्तिले भनिदिए पनि चाहिँ तपाईँको क्याबिनेटबाट पास हुन्छ क्या, त्यो चाहिँ वेस्टमिनिस्टर सिस्टममा छ। त्यसकारण त्यो उहाँले आफ्नो कार्यभारलाई जसरी डिस्ट्रिब्युट गर्नु हो र त्यो डिस्ट्रिब्युसनलाई अब यतातिर चाहिँ तपाईँको कस्तो छ कि चाहिँ तपाईँको संसद विघटन भएको छ कि छैन भन्ने चाहिँ विचाराधीन मुद्दा छ। त्यो मुद्दा फैसला भइसकेको छैन, अदालतमै छ त्यो। त संसद विघटन भइसकेका छैन, अझ संसद विघटन भइसकेको छैन किनकि रिट परिसके पछाडि त संसद चाहिँ तपाईँको होल्डमा भयो नि त। होल्डमा भएपछि त्यो चाहिँ तपाईँको त्यतिखेर चाहिँ विस्तार गर्न पाउँछ त्यो। अनि मन्त्री मुख्य के अरे प्रधानमन्त्री त काम चलाउ भएन नि त, होल्डमा भएपछि काम चलाउ भएन। अनि चाहिँ तपाईँको अदालतले चाहिँ संसद विघटनको कन्टिन्यू गरिसके पछाडि प्रधानमन्त्री अलरेडी चाहिँ तपाईँको के हुन्थ्यो, काम चलाउ हुन्थ्यो। अहिले होल्डमा चाहिँ हेर्नुहोस् काम चलाउ हुन्थ्यो। त्यसकारण काम चलाउ भइसके पछाडि उहाँले यदि मन्त्रीमण्डल विस्तार गर्नुभएको भए त्यो अवैधानिक हुन्थ्यो। तर चाहिँ तपाईँको के भयो, चाहिँ तपाईँको सर्वोच्च अदालतमै मुद्दा छ, सर्वोच्च अदालतले नै देखिरहेको छ त्यो मुद्दालाई। अनि चाहिँ संसद विघटन हुन्छ कि संसद पुनर्स्थापना हुन्छ त्यो क्लियरेन्स पनि छैन अहिले। त्यो पिरियडमा चाहिँ तपाईँको आफ्नो कार्यभारलाई डिस्ट्रिब्युट गर्दाखेरि त्यसमा चाहिँ तपाईँको हस्तक्षेप गर्नु, त्यो चाहिँ तपाईँको मेरो बुझाइमा है, मैले बुझेअनुसार त्यो मैले चाहिँ तपाईँको सिस्टमको बारेमा जसरी मैले अध्ययन गरेको छु त्यसको आधारमा चाहिँ तपाईँको यो सर्वोच्च अदालतको फैसला चाहिँ सर्वोच्च अदालतले यसमा चाहिँ तपाईँको अनाहक हस्तक्षेप गरेको मैले फिल गरेको छु। अनाहक हस्तक्षेप गरेको मैले राजनीतिक विशेषज्ञहरूले विश्लेषकहरूले भनिरहनु भएको छ होइन, त्यो जुन मन्त्रीहरू नियुक्त गरे प्रधानमन्त्रीले त्यो नै असंवैधानिक हो भनेर चाहिँ कहाँ छ सुन्नुहोस्, संविधानमा विज्ञहरूले भनिरहेछ। ल ठिकै छ, मन्त्री परिषदमा चाहिँ तपाईँको त्यो त कार्यभार डिस्ट्रिब्युसन हो नि। प्रधानमन्त्रीले आफ्नो कार्यभार डिस्ट्रिब्युट गरेको, बाँडफाँड मात्र गरेको। कहीँनिर संविधानमा देखाइदिनुहोस् कि यो चाहिँ तपाईँको प्रधानमन्त्रीले आफ्नो कार्यभार डिस्ट्रिब्युट गर्ने, त्यहाँ त अलरेडी लेखेको छ नि 25 जनासम्म मन्त्री परिषद गठन गर्न सकिनेछ। 25 प्रधानमन्त्री लगायत 25 सदस्य, त्योभन्दा बढी चाहिँ हुनु हुँदैन। त्यसको चाहिँ लक्ष्मण रेखाभित्र त उहाँले गठन गर्ने राइट हो नि त उहाँको हैन। त्यो बरु चाहिँ तपाईँको 26 गरेको भए असंवैधानिक हुन्थ्यो, बुझ्नु भएन। यदि 25 भित्र यदि छ भने उसले आफ्नो कार्यभारलाई चाहिँ तपाईँको 25 जना विज्ञहरूले के भन्छन् भने सर्वोच्चमा हुँदा विज्ञ चाहिँ तपाईँको यहाँनिर कस्तो छ नि, विज्ञता हेर्नु संविधानविदहरूले पनि कुरा उठाएको छ नि त, मिडियाहरूमा आइरहेको छ। संविधानविद कस्तो देखियो नि, यो नेपालको संविधानविदहरू आफ्नो अनुसार चाहिँ व्याख्या गर्ने मात्र भयो क्या, स्वतन्त्र भएन। हेर्नुहोस्, आफूलाई वकिल भन्छन्, स्वतन्त्र भएको भन्न चाहिँ स्वतन्त्र रूपमा, तर चाहिँ तपाईँको कसैको चाहिँ तपाईँको जस्तै यहाँनिर हेर्नु नि, वकिल त छ नि, यहाँनिर हामीले चाहिँ तपाईँको मुद्दा दिएपछि एउटा गलतको पक्षमा वकालत गरिरहेको हुन्छ, अर्को चाहिँ तपाईँको सहीको पक्षमा वकालत गरिरहेको हुन्छ। अनि दुईटै चाहिँ वकिल त्यहाँनिर बहस गर्छन्, दुईटै कानुन व्यवसायी बहस गर्छन्। अहिले त कानुन व्यवसायी भयो क्या, त्यो पेसा भयो। उसले चाहिँ तपाईँको झुठो कुरोलाई साँचो बनाएर चाहिँ तपाईँको खाने पेसा भयो के, खाने भाडो मात्र भयो, झुठोलाई पनि साँचो बनाइदिन सक्छ। अनि बनाउने उहाँको चाहिँ तपाईँको अथराइज अधिकार छ नि त, त्यो अथराइज अधिकार चलनको अधिकार हो क्या।
मानौ कि परम्परागत चली आएको जुन अधिकार छ, झुठोलाई साँचो बनाउने, साँचोलाई झुठो बनाउने, त्यो परम्परागत जुन कानुनी अधिकार उहाँले प्राप्त गर्नुभएको छ, त्यसमा चाहिँ तपाईँको स्वतन्त्रताको गन्ध देखिनु या त त्यसमा चाहिँ तपाईँको नयाँ कुरो चाहिँ खोज्नु मेरो विचारमा चाहिँ तपाईँको दिवा सपना मात्र हो। यदि न्यायालयले जुन मन्त्री परिषदहरू विस्तारको कामलाई चाहिँ अवरोध पारेपछि देशको हिसाबमा राष्ट्रपति र प्रदेशको प्रमुख व्यक्तित्व, प्रदेश प्रमुखहरूले एक्सन लिने आधार आउँछ कि आउँदैन? होइन, अहिले त कस्तो छ नि, राष्ट्रपतिले चाहिँ राष्ट्रपति र प्रदेश कदम चाल्न सक्छ कि सक्दैन? राष्ट्रपति त अलङ्कारिक हो गया। राष्ट्रपतिले चाहिँ तपाईँको मन्त्री परिषदले गरेको निर्णयलाई उहाँले चाहिँ तपाईँको सिधै छाप लाउने हो। हामीले उहाँलाई अलङ्कारिक भनेका छौँ। उहाँले अधिकार चाहिँ तपाईँको प्रतिनिधि पात्र मात्रै। प्रतिनिधि हामी देख्छौँ नि, आफ्नै घर परिवारमा हाम्रा बुवा हुनुहुन्छ, उहाँ चाहिँ तपाईँको उमेरले बुढो भइसक्नुभयो, अनि के गर्नुहुन्छ? गार्जियन हामी मान्छौँ उहाँलाई, तर टोटल काम अरूले गरिरहेको हुन्छ, छोराहरूले गरिरहेको हुन्छ नि, गर्छ कि गर्दैन? त्यस्तै चाहिँ तपाईँको उहाँ चाहिँ कस्तो भयो भने अलङ्कारिक हुनुभयो। उहाँले छाप लाउने मात्र हो क्या, त्यसलाई वैध बनाउने मात्र हो। निर्णय गर्ने मन्त्री परिषदको काम हो, हैन? निर्णय गर्ने चाहिँ तपाईँको प्रतिनिधि सभाको या त प्रदेश सभाको हो। यहाँनिर मुख्यमन्त्रीको नेतृत्वमा भएको मन्त्री परिषदले निर्णय गर्ने हो, प्रदेश प्रमुखले छाप लाउने हो। प्रदेश सभाले निर्णय गरेको कानुनी जुन विधेयकहरू छन् निर्माणका, त्यो विधेयकहरूलाई चाहिँ वैध बनाउने मात्र काम हो। वैध बनाइदिने, वैध मात्र बनाइदिने हो। उहाँको काम त्योभन्दा बढी होइन। तर चाहिँ कानुनी व्यवस्थापन चाहिँ यसरी गर्ने, अनि उबाट चाहिँ कार्यकारीको भूमिका खोज्ने क्या। कस्तो हाम्रो विडम्बना कस्तो देखिन्छ नि, म कानुन व्यवसायीहरूसँग पनि छक्क पर्छु क्या कहिलेकाहीँ। मुख्य त न्यायाधीश यानि प्रधान न्यायाधीश बनेका मान्छेहरूसँग पनि म चाहिँ तपाईँको कहिलेकाहीँ दुःख लाग्छ क्या, के यसको के हो अहिलेसम्म। प्रधान न्यायाधीशहरूले पनि भनिरहेछ होइन, सर्वोच्चले गरेको निर्णय उहाँहरूको कस्तो छ नि, स्वार्थी भयो क्या। अब भोलिका दिनमा केपी ओली प्रधानमन्त्री भयो भने खिलराज रेग्मी हुन पाउँछु भन्ने छ क्या। पनि त्यस्तै होस्, खिलराज रेग्मी हुन पाउँछु भन्ने छ उहाँहरूलाई। यो चाहिँ तपाईँको यसरी भयो भने भोलिका दिनमा चाहिँ तपाईँको चुनावी सरकारकै लागि पनि अब को हुन्छ त? प्रधान न्यायाधीश एउटा त चलन भइसकेको छ, त्यसमा चाहिँ तपाईँको अब रिटायर्ड जुन पूर्व प्रधान न्यायाधीशहरू छन्, उसले यानि कुत्सित विचार चाहिँ भनौँ नि, एउटा चाहिँ डेस्टिनेटेड आइडियाजको आधारमा, डेस्टिनेटेड भिजनको यानि डेस्टिनेटेड सोचका आधारमा चाहिँ तपाईँको उहाँले अब विषयवस्तुहरूलाई यसरी चाहिँ तपाईँको तोडमटोड गरेर चाहिँ म पनि प्रधानमन्त्री बन्न पाए हुन्थ्यो भन्ने फ्युचर यसरी देखिरहनु भएको छ। उहाँले के देखिरहनु भएको छ? खिलराज रेग्मी बन्न पाइन्छ है, यसरी चाहिँ भयो भने। त्यसैले अब हामीले चाहिँ प्रधानमन्त्रीलाई चाहिँ इन्काउन्टर दिनै पर्छ भन्ने चाहिँ सोच होइन। हो, त्यो क्लियर छ। नत्र चाहिँ तपाईँको स्वतन्त्र व्यक्तिले, मानौ कि हामी स्वतन्त्र छौँ, कानुन व्यवसाय देशको कुरो हो नि, देशप्रति माया ममता चाहिँ तपाईँको राजनीतिक दलहरूले मात्र गरिदिनु पर्ने। तपाईँ चाहिँ देशमा विभिन्न चाहिँ तपाईँको आफ्नो पेसा अपनाएर खान पाउने, धन सम्पत्ति आर्जन गर्न पाउने, अनि देशको बारेमा चाहिँ अलिकति पनि चिन्ता नगरिदिने। कानुन व्यवसायी भनेको के हो? स्वार्थी जात होइन र? स्वार्थको लागि चाहिँ तपाईँको झुठोलाई साँचो बनाएको होइन र? जनताको श्रम सिप र पसिनाको कमाई नेताहरूले खाने, आफ्नो हिसाबले बेच्ने, डिस्ट्रिब्युट गर्ने। अनि होइन, नेता सुन्नुहोस्, अहिले हाम्रो देशमा कस्तो देखियो नि, गाली गर्ने सिस्टम भयो क्या। नेता अब विकास भयो भने सबै खाइदियो भन्ने, विकास भएन भने यो नेता चाहिँ तपाईँको कामै गर्दैन भन्ने, कामै गर्न सक्दैन भन्ने हुने, बडा विचित्र छ। मेरो बुझाइमा अब यहाँनिर हेर्नुहोस्, यो देशमा चाहिँ 3 वर्षको पिरियड हेर्नुहोस् र त्योभन्दा अगाडिको पिरियड हेर्नुहोस्, विकासको पिरियड क्या। अनि 3 वर्षमा यत्रो काम भएको छ हेर्नुहोस्। नीतिशजीले के को आधारमा चाहिँ लालुजीलाई काउन्टर दिने काम गर्नुभयो? विकास र समृद्धिको एजेन्डालाई मुख्य आधार बनाएर लालुजीलाई काउन्टर दिनुभयो, जबकि लालुजी चाहिँ तपाईँको प्रिय पात्र हुनुहुन्थ्यो राजनीतिमा, प्रिय पात्र। तर चाहिँ उहाँले विकास र समृद्धितिर ध्यान दिनु भएन। तर नीतिशले चाहिँ विकास र समृद्धितिर ध्यान दिएको कारणले 20 वर्षसम्म राज्य गर्नुभयो उहाँले। नेपालमा चाहिँ तपाईँको झै झगडा, दुनियादारी, यताउता। अहिले केपी ओलीले चाहिँ विकास र समृद्धिको एजेन्डालाई मुख्य आधार बनाउनु भयो।
अनि कुन गाउँमा चाहिँ तपाईँको विकास भएको छैन भन्नुहोस् त? गाउँमा कुन विकास टोलमा भयो, कुन टोल तर चाहिँ तपाईँ नै भन्नुहोस्, तपाईँहरूले पनि विकासको लागि चाहिँ बजेटहरू दिनुहुन्छ, कति बजेट दिँदाखेरि कति बराबरको काम भएको छ? त्यो कुरा त हुनु पर्यो नि। नेता कार्यकर्ता मात्रै पाल्ने काम भएको छ? त्यो नेता कार्यकर्ता पाल्ने, सुन्नुहोस्, अहिले सिस्टम छ क्या। पहिलाको कागजमै चाहिँ काम गर्ने सिस्टम छैन। हेर्नुहोस्, पहिला कस्तो थियो, कागजमै चाहिँ तपाईँको देखाउने, त्यो जिल्ला विकास हुँदाखेरि जिल्ला विकास भनेको त्यतिखेरको स्ट्रक्चर क्या। योभन्दा अगाडिको स्ट्रक्चरमा कसले लिड गर्थ्यो त्यो मुख्य कुरो हो, हैन? अनि त्यो पहिला के हुन्थ्यो, कागजमा चाहिँ काम देखिएको हुने, फिल्डमा चाहिँ काम नदेखिने क्या। अहिले कस्तो छ, फिल्डमा पनि काम देखिने, कागज अनुसारको काम दिने। त्यसमा चाहिँ तपाईँको बच्यो भने तिमीहरू खाऊ, बच्यो भने, यदि बचेन भने इट्स ओके। किनकि उपभोक्ता समितिको चाहिँ सिस्टम छ नि त, उपभोक्ता समितिको सिस्टम छ। उसले चाहिँ तपाईँको मिनिमम 10% त एक्सिड गरेर काम गर्नुपर्छ नि त। त्यसमा इस्टिमेटमै व्यवस्था गरेको हुन्छ। जति इस्टिमेट हुन्छ त्यसको 10% बढाएर, मिनिमम क्या 30%सम्म बढाएर चाहिँ तपाईँको इस्टिमेट गरेको हुन्छ। अनि त्यो उपभोक्ता समितिले काम गर्छ त्यहाँनिर। अनि उपभोक्ता समितिले काम गरिसके पछाडि चाहिँ तपाईँको अब त्यहाँनिर त उपभोक्ता समिति 5-7 जना मात्र हुने भयो। गाउँमा त चाहिँ तपाईँको मान्छे हजारौँ छ, हजारौँको सङ्ख्यामा मान्छे र 5-7 जना मान्छे भएपछि त मान्छे विरोध गर्ने मान्छे ठुलो भयो। उसले त के हेर्छ, उपभोक्ता समितिले मात्र खाएको जस्तो देख्छ। अनि खाएको छ भने त्यहाँनिर काम भएको त देखिनु पर्यो नि। नेताजी, अब हामी यो कार्यक्रमको अन्तिम चरणमा आइपुगेका छौँ। अब हामी जाँदा जाँदै तपाईँसँग छोटो कुरा गर्छौँ। तपाईँ नेकपा माओवादी केन्द्रमा एकदमै दरिलो बलियो ठहरिएको नेता हुनुहुन्छ। यो जिल्लाको लागि, यो प्रदेशमै तपाईँ माओवादी केन्द्रमा हुँदा एकदमै चाहिँ अरू नेताहरूलाई चाहिँ टक्कर दिने माओवादीको नेताको रूपमा चिनिनुहुन्थ्यो। तपाईँ एमालेमा किन जानुभयो? एकाएक एमालेमा जानुभयो? मेरो एउटै सुन्नुहोस्, योभन्दा अगाडिको तपाईँको इन्टरभ्यू हामीले लिँदा तपाईँ माओवादी केन्द्र हुनुहुन्थ्यो। तपाईँको नेम प्लेटमा पनि आयो माओवादी केन्द्र भनेर नै आयो। तर जब हाम्रो प्रोग्राम चाहिँ प्रेजेन्ट भयो अनि त्यसपछि प्रोग्राम प्रेजेन्ट हुने बेलामा तपाईँ एमाले भइसक्नु एकै दिनमा। यस्तो छ, अब मैले आजको भोलिमै तपाईँले पार्टी परिवर्तन गर्नु। मैले माओवादी केन्द्रलाई एमालेसँग मर्ज गराएको मैले हो र होइन? प्रचण्डले चाहिँ निर्णय गरेको होइन। गठबन्धन चाहिँ केपी ओली र प्रचण्डले मिलेर गरेको होइन। अनि चाहिँ तपाईँको एउटै पार्टी बनाएर प्रचण्ड चाहिँ तपाईँको नेकपा बनेको हो कि होइन? अनि नेकपा बनाइसके पछाडि, सुन्नुहोस्, नेकपा बनाइसक्यो, प्रचण्ड र केपी ओली मिलेर चाहिँ पार्टी गठबन्धन गरिसके, पार्टी एकता गरिसके। एकता गरिसके पछाडि चाहिँ तपाईँको प्रचण्डको लागि पनि युगान्तकारी भयो, ऐतिहासिक भयो त्यो। केपी ओलीको लागि पनि युगान्तकारी र ऐतिहासिक भयो त्यो। तर पार्टी फुट्यो। अब के कति कारणले, कसको कारणले फुट्यो। अनि चाहिँ त्यसमा लाग्ने मान्छे स्वतन्त्र हुनुपर्छ कि पर्दैन? उसको राइट हो नि। एक त उहाँहरूलाई चाहिँ नसोधिकन पार्टी एकता गर्नुभयो तपाईँ। अब पार्टी एकता भइसके पछाडि त्यसमा एउटै पार्टीमा भएको मान्छे, सुन्नुहोस्, एउटै पार्टीमा भएको मान्छेले कुन पार्टीमा जाने, कुन ठाउँमा जाने, त्यो उसको व्यक्तिगत स्वतन्त्रताको अधिकार छ कि छैन? सुन्नुहोस्, स्वतन्त्रताको अधिकार हो नि। अब यानी व्यक्ति स्वतन्त्रताको चाहिँ अधिकार संविधानले ग्यारेन्टी गरेको छ नि। अनि चाहिँ त्यहाँनिर फेरि चाहिँ तपाईँको कानुनको डन्डा बर्साउने, हेर्नुहोस्, होइन यो माओवादी बनेन भन्ने। अनि माओवादीलाई चाहिँ तपाईँले आफै एकता गरेर चाहिँ नेकपा बनाइदिनु भयो। अनि चाहिँ त्यहाँनिर फर्स्ट अध्यक्ष चाहिँ केपी ओलीलाई मानिदिनु भयो। अनि हामीले फर्स्ट अध्यक्ष केपी ओलीलाई लिडर मान्दाखेरि चाहिँ हामी अपराधी हुने? त्यो कहीँ हुन्छ र कहीँ हुन्छ त्यो कुरो। त्यसकारण अर्को कुरो हामी चाहिँ तपाईँको के देख्यौँ नि, पोलिटिक्समा हेर्नुहोस्, पोलिटिक्समा चाहिँ तपाईँको केपी ओलीमा 3-4 वटा कुरा हामी देख्यौँ। एउटा त के कुरो देख्यौँ कि उहाँमा चाहिँ राष्ट्रियता छ, हैन? राष्ट्रियता यहाँनिर सधैँ चाहिँ तपाईँको लिडरहरू चाहिँ विदेशी शक्तिको अगाडि चाहिँ घुँडा टेक्ने। अनि केपी ओली अडिग हुनुभयो क्या, अड्नुभयो र एउटा ऐतिहासिक काम गर्नुभयो। नेपालको नक्सामा कालापानी, लिम्पियाधुरा र लिपु लेकलाई चाहिँ तपाईँको नक्सामा सर्वसम्मति पास गर्नुभयो क्या उहाँहरू। एउटा चाहिँ तपाईँको ठुलो अरान हो उहाँको, यो सामान्य कुरो होइन क्या। यो इतिहास चाहिँ उहाँले निर्माण गर्ने काम गर्नुभयो एकदमै चाहिँ तपाईँको अडिगका साथ। अनि त्यसमा मलाई के लाग्यो, केपी ओली चाहिँ तपाईँको राष्ट्रवादी मान्छे हो, एउटा कुरो। अर्को कुरो चाहिँ तपाईँको अडिग नेता हो कि। लिडर भनेको के हुन्छ? लचपचिया दही चुरो भएर हुन्छ र?
लिडर भनेको त्यसो होइन लिडर प्रचण्ड चाहिँ होइन, दही चिउरे नेता हो। अब त्यो त भविष्यले हिजो पनि प्रमाणित गर्यो, अहिले पनि प्रमाणित गर्ने कुरो हुन्छ क्या। त्यो मैले भनेर हुँदैन, त्यो व्यवहारमा हेर्नुहोस्। म चाहिँ तपाईँको यो प्रचण्ड यस्तो हो उस्तो हो भनेर चाहिँ मैले भन्नुभन्दा पनि त्यो व्यवहारले के रिफ्लेक्ट गर्छ त्यो कुरो हो होइन। त्यसकारण मैले केपी ओलीमा देखेँ कि होइन, उहाँ चाहिँ तपाईँको एकदम रिडियर। आज चाहिँ तपाईँको हेर्नुभयो चाइनामा माओ पछाडि सी जिङपिङ आयो क्या। माओको चाहिँ प्रचार आकाश छुवाको थियो, अहिले सी जिङपिङ। किन? यो बिचमा त धेरै राष्ट्रपति भयो नि, किनकि उहाँमा अरान भयो क्या। अरानकै आज चाहिँ गिरिजा प्रसाद कोइरालाले हेर्नु, अरानकै कारणले चाहिँ तपाईँको कृष्ण प्रसाद भट्टराईले उहाँले उछिन्नु भयो, अरानकै कारणले गणेशमान सिंहलाई उछिन्नु भयो नि उहाँले होइन। त्यसकारण मेरो बुझाइ के छ, अर्को कुरो के देख्यो, विकास र समृद्धिको विषयवस्तुहरूमा चाहिँ खरो उत्रिनु भयो, उहाँ खरो उत्रिनु भएको हो नि त। अनि चाहिँ तपाईँको गाउँ गाउँमा विकास भएको होइन र अहिले चाहिँ तपाईँको पुरै यानि 6 लेनदेखि लिएर दुनियाँको चाहिँ तपाईँको पिच रोड जनकपुरमा त पिच चाहिँ हेर्न मान्छे चाहिँ धो धो पर्थ्यो, पिचै हेरेको थिएन जनकपुरका मान्छेहरू। यो 3 वर्षको पिरियडमा हेर्नुहोस्। अनि मान्छे यसरी चाहिँ तपाईँको विकास र समृद्धि अडिग नेताको रूपमा अर्को राष्ट्रियताको सवालमा पनि, अनि चाहिँ तपाईँको भिजनरी पनि क्या। अहिले हेर्नुहोस् त अब संविधानको चाहिँ तपाईँको अहिले के छ, संविधान मानौ कि पुनर्स्थापना भयो भने भोलिका दिनमा चुनाव हुन्छ कि हुँदैन? चुनाव त असम्भावी छ नि, किनकि अब अहिले त लडाइँ कस्तो छ भने कसले कसको नेतृत्वमा चुनावको नेतृत्व हुने हो क्या। चुनाव त स्योर भइगयो, त्यो त भिजनरी कुरो हो नि, दूरदृष्टिको कुरो हो नि। त्यसकारण चाहिँ तपाईँको मेरो बुझाइमा के छ, मलाई लाग्यो क्या केपी ओली चाहिँ प्रचण्डको तुलनामा चाहिँ केपी ओली काबिल हो, राम्रो लिडर हो, राम्रो हो। त्यसैले तपाईँले स्वीकार्नु? मैले स्वीकार गरेँ। मैले पार्टी चाहिँ अर्को कुरो, माओवादी पार्टी त साङ्गठनिक हिसाबले विघटन गर्नुभयो नि त प्रचण्डले। यत्रो लाखौँ कार्यकर्ता, यत्रो जनमुक्ति सेना भएको पार्टी, एउटा कार्यकर्ता निर्माण गर्न चाहिँ तपाईँको वर्षौँ लाग्छ। यत्रो चाहिँ तपाईँको युद्धकालमा कार्यकर्ता चाहिँ निर्माण भइसकेका कार्यकर्तालाई अनि चाहिँ विस्थापित गरे। विस्थापित मात्र होइन, हाइल काइल गर्ने काम गर्नुभयो उहाँले। म्यानेजमेन्टमा चाहिँ तपाईँको म्यानेजमेन्ट पार्टमा एकदमै चाहिँ तपाईँको फेलियर हुनुभएको छ कमरेड प्रचण्ड। तपाईँ हेर्नु भयो न, चाहिँ तपाईँको विप्लव किन के अरे मोहन वैद्य किन छोडेर गयो पार्टी, अनि चाहिँ तपाईँको विप्लव किन छोडेर गयो, बाबुराम किन छोडेर गयो, सीपी गजरेल किन छोडेर गयो, बादल किन छोडेर गयो, मातृकै किन छोडेर गयो होइन। हेर्नु नि को बाँकी बसेको छ, लोकेन्द्र बिष्ट किन छोडेर गयो। यत्रो चाहिँ अहिले कृषिमै चाहिँ तपाईँको एउटा क्रान्ति गर्ने मान्छे अनि किन छोडेर गयो त? नेताजी धन्यवाद उपस्थितिको लागि। नमस्कार, धन्यवाद।